आउनुहोस् आज सँगै स्किन केयर गरौँ है त। मैले चाहिँ फेस वास गरेर आइसकेपछि फेसलाई ड्राई गरेर मामा अर्थको राइस टोनर अप्लाई गर्दैछु। यो अप्लाई गरिसकेपछि 2-3 मिनट चाहिँ स्किनमा एब्जर्ब हुनको लागि छोडिदिन्छु। एन्ड देन पालो आयो मोइस्चराइजर। मैले चाहिँ मामा अर्थको मोइस्चराइजर युज गर्दैछु। यो पनि स्किनमा मजाले अप्लाई गरिसकेपछि 2-3 मिनट चाहिँ एब्जर्ब हुनको लागि छोडिदिन्छु। त्यसपछि पालो आयो सनस्क्रिनको। म चाहिँ फिक्स डर्माको 50 SPF PA+++ सनस्क्रिन युज गर्छु। यो चाहिँ स्किनमा मजाले एब्जर्ब हुन्छ। नो एनी वाइट कास्ट, यु क्यान सी। हजुरहरूले चाहिँ कुन सनस्क्रिन युज गर्नुहुन्छ प्लिज कमेन्ट। अब लिपलाई ग्लोसी र हाइड्रेट गराउन लिप ग्लोस त लगाउनै पर्यो। इट्स डन, बाइ बाइ।